राम्रो छ यार पार्क त यार। ओहो यता त धेरै मान्छे यहाँ बसेका छन् त यार। कोन एकचोटि परिचय गरौँ यार। गरौँ न किन बसेका छन्। हजुर नमस्कार हजुर। ओहो आज त हाम्रै नेपाली दाजुभाइ जसा छन् यहाँ पार्कमा। घुम्दा घुम्दा थाकिगयो। बस्न पाएला हजुर। ओहो किन यति भेला भएका छ हजुर। यो हाम्रो एक नेपाली संस्था छ। हजुर नेपाली भन्नाले जस्तै कि सुदूरपश्चिमका मान्छे हामी सुदूरपश्चिम नेपाली संस्था हजुर। त्यही भएको हुनाले चाहिँ हामी यहाँ महिनाको एकचोटि बैठक बस्ने गर्छौँ हैन। त्यही भएर हामी सबै 9 जिल्लाका एउटा मिल्ने वातावरण छ, खाली हामी यहाँ भेला भएका। कसो हामीलाई पनि हरियाली बक्स पनि चाहिन्छ। ल हुन्छ, तपाईँ पनि जोइन हुन सक्छौ। तपाईँको एउटा नेपाली नागरिकताको पत्र चाहिन्छ हैन, एउटा फोटो, अनि तपाईँको सदस्यता शुल्क लगभग 500 रुपियाँ हामीले लाग्छ हैन। आइडी कार्ड बनाउँछौँ हामी, अनि सदस्यता शुल्क पनि त्यो पत्र पनि दिन्छौँ। के पैसा दिँदैन? पैसा चाहिँ दिँदैन, हामीले यहाँ भर्ने हो, हामीले सहयोग गर्ने हो। यो संस्था भनेपछि हामीले अभियान एउटा संस्था एनजिओ टाइप हुन्छ नि, त्यस्तै हाम्रो यो संस्था हो। महिनाको लेबी हैन, महिनाको हामीले लेबी गरेका छौँ। पर्सनल 100 रुपियाँ उठाउने र कोही कार्यक्रम भयो भने हामीले 1500 आफ्नो जेबबाट उठाएर त्यो गर्ने गर्छौँ। कहीँ आइपरि जस्तै पिछले कोरोना आयो 2021 हैन, त्यति बेला पनि संस्थाले राम्रै काम गरेको थियो। त्यस्तै केही अरू अमरझट केही भइगयो कसैलाई, हामीले चाहिँ त्यसलाई एउटा धेरै नभए पनि घाउमा मलम लगाउने काम चाहिँ गर्नेछौँ। त्यस्तो एकदम राम्रो। अनि कहाँ मान्छे छन् त हजुर? हाम्रो सुदूरपश्चिमका हुन् कि पुरै नेपाल राज्यभरिका हुन् कि कसो यसो भनिदिनु पर्यो अलिकति। अब हामीले यो सुदूरपश्चिम नेपाली समाज भनेर राखेको छ हैन। अब यहाँ सिर्फ सुदूरपश्चिम कार्ड पनि दिनु होला। 9वटा जिल्लाकै मान्छे छौँ, कार्ड छ हामीसँग। उहाँ सरले हाल्नु भएको छ, त्यति लामो नगरौँ। यो सरले हाल्नु भएको छ हैन, यो न्यू कार्ड हैन। यार यो कार्ड हाले त मजा आएन नि त यार। अब यहाँ तपाईलाई म परिचय पनि गराउँछु है, यसो गराउँछु। मेरो नाम चाहिँ विक्रम धामी हो, मेरो घर चाहिँ बाजुरा हो, खप्तर छेडेदा गाउँपालिका 3 नम्बर वडा हो। यहाँ भाइको पनि आफै भन्छन्। मेरो नाम राजन रावत, मेरो घर पनि बाजुरा नै हो, अनि उहाँ चाहिँ कञ्चनपुर हो, बेलौरी नगरपालिका। मेरो घर चाहिँ पनि प्रसाद साउद हो, अनि मेरो घर पनि बाजुरा हो, बुढीगङ्गा नगरपालिका। हुन त बाजुरा थियो, अहिले कैलाली भयो, गौरीगङ्गा नगरपालिका वार्ड नम्बर 1 कैलाली हो। मेरो रमेश बुढा नाम हजुर। हजुर मेरो घर पनि पहिला त बजाङे हो, अहिले पर कञ्चनपुर छ हजुर। मेरो नाम धर्मेन्द्र सिंह हो, अहिले यहाँ सुदूरपश्चिमेली समाजमा सदस्य भएका छौँ सर। हजुर सबैलाई नमस्कार। मेरो घर त सुदूरपश्चिम हो मेरो घर। मेरा बुढा भन्नाले घर बजाङ माइत बैतडी हो। सुदूरपश्चिम समाज भारतमा रहेको नेपाली समाजमा जोडेको लगभग 1.5-2 वर्ष हुन लाग्यो। निका काम गरेका छन्। कसैलाई जोडिने इच्छा चाह छ भने जोडिन सकन्छ। हजुरलाई स्वागत छ समाज सेवा गर्दा। मेरो नाम जयराज भट्ट, बैतडी जिल्ला दोगडा केदार गाउँपालिका, हालको बसाई दिल्ली। मेरो नाम शेरचन्द हो, दार्चुला जिल्ला हो, हाल म कञ्चनपुरमा छु, महेन्द्रनगर।